यसले चाहिँ रोलिङ गर्ने काम गरिरहेछ कि रोलर पछाडि रोलिङ लागिरहेछ यो ट्यान्डम डबल ड्रमवाला हो होइन यसले चाहिँ भाइब्रेटर हानिरहेछ अनि अगाडि चाहिँ पेपरले बिछ्याइरहेछ यी पेपरले बिछ्याउँदै गर्छ अनि पछाडि चाहिँ रोलिङ हुँदै गर्छ पेपरले बिछ्याउने काम गरिरहेछ उता टिप्पर लागिरहेछ गेज हेरिरहेछ फोर्स दिइरहेछ ओहो हेरिरहेछ यस्तो घामले राम्रोसँग देखिरहेछ गेज ठिक छ हो यो गेज हो होइन गेजले चेक गरिरहेछ कि कति गयो भनेर यो गेजमा चाहिँ लुजमा चाहिँ हामीले चाहिँ 7 सेन्टी हाल्ने गरेछौँ अनि चाहिँ कम्प्याक्टेड चाहिँ 5 सेन्टी आउँछ एउटा लाइन भइरहेछ यो गरिसकेपछि हाम्रो न्युमेटिकले हान्नुपर्छ न्युमेटिक चाहिँ उता पछाडि छ त्यो टिप्पर भन्दा पनि पछाडि छ त्यहाँ लेबरहरू आउँदैछन् अनि अस्पतालको काम कन्टिन्यू चलिरहेछ यस्तो ल अङ्कल के भन्नु छ कि भन केही शब्द ए यसो भेटियो होला छ